आज आफैले बनाएको चाउमिन खाएको त यस्तो नराम्रो भयो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आइयो हजुरहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हल्का बेलुका भइसक्यो, भर्खरै चाहिँ मेरो भ्लग स्टार्ट हुँदैछ। त्यसपछि म चाहिँ जाँदैछु किचनमा, किनकि मलाई चाहिँ भोक लागिरहेको छ, खान मन लागिरहेको छ, त्यही भएर त्यसपछि म चाहिँ किचनमा आएर यता हेरेको त मैले चाहिँ देख्छु चाउमिन। आज चाहिँ मैले चाउमिन खानुपर्छ भनेर सोचिरहेको थिएँ, तर यता अन्डा पनि रहेछ। अन्डा सँगसँगै चाउमिन खान त लास्ट मजा आउने भयो आज चाहिँ। त्यसपछि ढिलै नगरेर मैले चाहिँ आफ्नो काम स्टार्ट गर्न थाल्छु। चाउमिनमा हाल्ने सबैभन्दा पहिला चाहिँ मैले भेजिटेबल काट्न थाल्छु। प्याज, टमाटर के हो सबै कुरा काटिसकेपछि म चाहिँ कडाईलाई पनि लगाएर आगो बाल्छु। त्यसपछि त्यही माथि अन्डा हालेर अन्डालाई चाहिँ राम्रोसँग भुट्छु र त्यसपछि मैले चाहिँ अघि काटेको त्यो भेजिटेबलहरू थियो नि जुन, त्यो मैले चाहिँ हालिदिन्छु त्यहाँ एकछिन त्यसलाई भुट्छु नपाक्दासम्म। त्यसपछि मैले चाहिँ चाउमिन चाहिँ हल्का धेरै थियो, मलाई चाहिँ थोरै खान मन लागेको थियो, त्यही भएर आफूलाई चाहिने मात्रामा थोरै चाउमिन हाल्छु त्यहाँ माथि। त्यसपछि मैले चाहिँ थोरै नुन पनि हालिदिन्छु। त्यसपछि चाहिँ भुटेर हल्का भिनेगर हालिदिन्छु किनकि कलरको लागि। त्यसपछि मैले फेरि भुट्छु अनि चाउमिन भुट्दा चाहिँ मैले कागती पनि हाल्छु किनकि बिर्सेको थिएँ, हल्का चुक पनि त चाहियो नि त, पिरो हुन्छ नि त। त्यसपछि हाम्रो चाउमिन चाहिँ भइसकेको छ रेडी। अब यो चाउमिनलाई चाहिँ हामी खाएर टेस्ट गरौँ कस्तो भयो है मैले बनाएको चाउमिन। एक घाँस खामै पहिला। वाउ, चाउमिन चाहिँ ठिकै थियो। बाहिर बसेर खाएको त लास्टमा मलाई चाहिँ धेरै चाउमिन बनाएर कि खै किन मलाई मिठै लागेन। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो लाइक गर्न, च्यानलमा सब्सक्राइब गर्न। ओके, बाइ बाइ।